जिन्दगीमा यस्तो पनि हुँदो रहेछ, कसैलाई विश्वास गर्नु, कसैलाई माया गर्नु। कसैले भनेका थिए जब व्यक्ति प्रेममा पर्छ नि उसको मृत्यु आयो भनेर बुझ्नु भनेर कसैले भनेका थिए। सायद हो कि जस्तो लाग्छ आज मलाई। मैले पनि मायामा परेपछि हरेक दिन मृत्युलाई झेले जत्तिकै लाग्छ। सास फुल्छ, निश्वासिन्छु। त्यो पीडाले निश्वासिनु भनेको के हो बल्ल मैले चाल पाउँदैछु। त्यो अत्यन्तै पीडा भएर त्यसै हिक्क हिक्क गरेर रुँदा गाला सबै दुखेर मुटुमा गाँठो पर्नु भनेको के रहेछ मैले बल्ल अनुभूति गरेँ। पीडा त्यस्तो पो हुँदो रहेछ जसले मुटुमा सिधै चोट पार्दो रहेछ अनि त्यही मुटुको चोटले जीवन समाप्त पनि पारिदिँदो रहेछ। हो, आज म त्यही मेरो मुटुमा परेको गाँठो, त्यही मेरो मुटुले सहेको पीडा, त्यही मेरो जीवनको अस्य पीडाको कथा तपाईलाई सुनाउँछु भनेर रत्नजीले आफ्नो कथा लेखी पठाउनु भएको छ। उहाँको यो मुटुको पीडा, उहाँले यो भोग्नु भएको त्यो उहाँको देब्रे छातीमा दुखेको कुरा, त्यो मुटुलाई छ्या पार्ने पीडा कस्तो पीडा हो, के चिजले उहाँलाई यस्तो दुःख दियो, आज म तपाईलाई उहाँले लेखी पठाउनु भएको जीवनको कथा सबै सुनाउने छु। उहाँ आफ्नो कथालाई यसरी सुरु गर्नुहुन्छ। म एकदमै सामान्य परिवारको छोरो हुँ, कान्छो छोरो। मेरो 2टा दिदी अनि दाई र म। मेरो घरमा आमा बुवा हुनुहुन्छ। दुवै दिदीले 8 कक्षा पास गर्न साथै आमा बुवाले युवकहरू खोजेर आफ्नो गच्छे अनुसारकै विवाह गरेर पठाउनु भएको हो। दाईले आमा बुवाको बिँडो थाप्नु भयो भन्दा हुन्छ। खेती गर्ने, कमाउने, ल्याउने, खुवाउने, पुर्याउने सबै दाईले गर्न थाल्नु भयो आमा बुवा सँगसँगै। आमालाई घरको कामले नै च्यापिरहन्थ्यो। बाख्रा थिए, गाई बस्तु थिए, घरका मान्छेहरूको स्याहार सुसार, करेसाबारी गोडमेल गर्नै पर्यो, खाना पकाउनै पर्यो। यताउता गर्दा गर्दै आमाको समय बितिहाल्थ्यो। कहिले खेतालालाई खाजा पुर्याउन गयो, कहिले यसो कहिले उसो। बिचरा आमालाई भ्याइ नभ्याइ म अलिअलि सघाउँथे, कहिले आमालाई, कहिले दाईलाई, कहिले बालाई। किनकि म पनि स्कुल जान्थे। स्कुल जानुभन्दा अगाडि र स्कुलबाट आएपछि मैले पनि सक्ने सहयोग गर्थे। यसरी सामान्य हिसाबले हाम्रो जीवनयापन भइरहेकै थियो। पछि आमा बुवाले दाईलाई अब तेरो पनि विवाह गर्ने बेला भयो बाबु भन्दा दाईले पनि हो, एकजना मान्छे घरमा आए सुविधा हुन्थ्यो काममा, हामीलाई खेतीपाती गर्न पनि सुविधा हुन्थ्यो, आमालाई घरमा पनि अलिकति सुविधा हुन्थ्यो। दाईले पनि यस्तो कुरा गरेपछि बा आमालाई खै कतिजनाले छोरी दिन पाए हुन्थ्यो भनेर कुरा गरिरहेका रहेछन्। त्यसै मध्ये पल्ला गाउँका एक व्यक्तिले आफ्नो छोरीको लागि हाम्रो दाईको हात मागेका थिए। बुवा आमालाई पनि ढोकामा पनि ठिक्क, डोकामा पनि ठिक्क। आफ्नो धरातल अनुसारको सम्बन्ध गाँसे राम्रो हुन्छ। हामी जस्तै उनीहरू रहेछन्, उनी नै ठिक हुन्छ, नभए दुःख पाइन्छ। आमा बुवाले त्यही भन्नुभएको थियो। दाईले पनि मन्जुरी दिएपछि ती पल्ला गाउँका व्यक्तिले आफ्नो छोरीलाई हाम्रो दाईसँग विवाह गर्ने कुरा टुङ्गाए। यताबाट पनि मन्जुरी भयो, उताबाट पनि मन्जुरी भयो। त्यही कुरा गरेको 3 महिनामा दाईको पनि राम्रैसँग विवाह भयो। अब आमा बुवा, म, दाई भाउजू 5 जनाको परिवार भयो। सुरुमा भाउजूले घर सम्हाल्नु भयो। आमा दाई बुवासँगै खेतमा बारीमा आफ्नो काममा जान थाल्नु भयो। म स्कुल जान्थे। स्कुलबाट आएपछि बाख्राहरूलाई घाँस दिने, गाई बस्तुलाई कुँडो पकाउने आदि इत्यादि मैले गर्न थाले। घर वरिपरिको र मैले गर्न सक्ने घरको काम मैले गर्थेँ, भाउजूलाई सघाउँथे। यसरी हामी अगाडि बढिरह्यौँ। 10 कक्षा पास गरेपछि अब एसएलसी दिने। एसएलसी दिनको लागि गाउँबाट सदरमुकामसम्म आउनु पर्थ्यो। दुःखले पढेको हो मैले। दाईले पनि 8 कक्षा पढेर छोड्यो। दिदीहरूले पनि 8 कक्षा नै पढेर छोड्नु भएको। कारण हाम्रो गाउँको स्कुलमा 8 कक्षासम्म मात्रै पढाइ हुन्थ्यो, त्यसपछि सदरमुकाम झर्नु पर्थ्यो। मैले अत्यन्तै दुःख गरेर पढेँ।
10 कक्षा पास गरेर टेस्ट दिएपछि त मेरो नाक नै ठुलो भएको थियो अनि एसएलसी दिएँ। एसएलसीमा 3rd डिभिजनमा पास भएँ। यसरी खुसी खुसीमा हामीले जीवनयापन गर्न थाल्यौं। काम गर्नेको चटारो त छँदै थियो, त्यसलाई के दुःख मान्नु, सबैले गरेको काम हामीले पनि गर्यौं। 2 छाक खान दुःख थिएन, बस्नलाई घर छँदै थियो, आफ्नै वस्तुभाव, आफ्नै घर जग्गा, अनि त्यसैलाई कोट्यायो, त्यसैलाई जोत्यो, त्यसैमा रोप्यो, त्यसैमा फलायो अनि पेट भर्यो। यसै गरी जीवनयापन गर्दै जाँदा काठमाडौँ गएर पढ्छु भन्दा आमा बुवाले भन्नुभयो, हेर बाबु, एसएलसी पास गरिहालिस्, अब 2-4 पैसा जम्मा भयो भने जालास, तर अहिले हतार नगर। दाजुको पनि त्यस्तै कुरा भयो, आफूलाई पढ्न जान मन थियो। मैले एसएलसी पास गरेको 2 वर्षपछि विवाहको कुरा आयो। मैले अहिले गर्दिन भन्दा पनि आमा बुवा मान्नु भएन। सायद आमा बुवाको इच्छा थियो विवाह गरेपछि अंश लगाइदिने अनि आफ्नो गरी खाउन् भन्ने। पढाइ ढिलो, कहिले जाने कहिले नजाने, कहिले फेल भएर पास भएको, यस्तो गर्दा गर्दै मैले 22 वर्षमा एसएलसी दिएको हुँ। त्यही भएर विवाह गर्न हतार भयो आमा बुवालाई। गाउँमा सबैले 20-22मा गर्थे, त्यसै भएर आमा बुवालाई मेरो विवाहको चटारो परेको। अनि आमा बुवाले घर सल्लाह गर्दाखेरि विवाह गरिदिने, अंश छुट्याइदिने, आफ्नो गरी खाऊ भन्ने। हामी बुढाबुढीलाई जसले पाले पनि पालुन्जेल त्यो कमाई खान पाइहाल्यो। सेखपछि दुवै छोराहरूलाई बराबरी हुने गरेर आमा बुवाले बाँड्ने कुरो गर्नुभयो। यो अलि हतार जस्तो लाग्यो मलाई, तर पनि आमा बुवा र दाइको इच्छाको अगाडि मैले केही बोलिन। त्यसपछि आमा बुवा दाजु भाउजूले नै खोजेको युवतीसँग मेरो विवाहको कुरा अगाडि चल्न थाल्यो। अनि लगभग भाउजू र दाजुले फाइनल गरिसकेपछि आमा बुवाले पनि हुन्छ भन्नुभयो। भाउजूको आफन्त पढ्नेको छोरी समृद्धि, उनीसँग मेरो विवाहको कुरा चल्यो। हेर्दा राम्री नै थिइन्, उज्याली थिइन्, खाइलाग्दी थिइन्। उनले पनि एसएलसी दिए कि मैले हुन्छ भने। त्यसपछि घरका परिवारले पनि खुसी मनाए। हेर्दा हेर्दै समृद्धिको र मेरो सामान्य हिसाबले विवाह भयो र अब घरमा हामी 6 जनाको परिवार भयौं। केही दिन त रमाइलो भयो। नयाँ नयाँ विवाह गरेको, नयाँ नयाँ दुलही घरभित्र आएको, एउटा जोस, एउटा उमेर, अनि उसले पनि एसएलसी पास गरेकी, पढे लेखेको केटोसँग पढे लेखेकी बुहारी आई, कुरा गर्ने एउटा बहाना पनि भयो। यस्तै यस्तै गरी हाम्रा केही दिनहरू अझ सुखले बिते। मेरो विवाहको लगभग 6 महिना जति बितेको थियो। घरमा एउटा ठुलो झगडा पर्यो। खासमा त्यो ठुलो झगडा पर्नुपर्ने कुनै कारणै थिएन, तर 2 व्यक्तिको मत नमिलेपछि सानै कुरामा पनि झगडा सुरु भइहाल्ने रहेछ। दाजु र मेरो प्राय झगडा नै हुँदैन थियो, किनकि दाजुको र मेरो उमेरमा अलिकति फरक छ। त्यसमाथि पनि म कान्छो भएको हुनाले सबैले माया गर्नुहुन्थ्यो र त्यही मायाको कारण म ज्ञानी पनि थिएँ। हाम्रो प्राय त्यस्तो ठाकठाक ठुकठुक हुँदैन थियो। मैले अलिअलि झगडा गरे पनि दाजुले मलाई नै जिताइदिनुहुन्थ्यो, माया गर्नुहुन्थ्यो। अनि कहिले त्यस्तो ठुलो झगडा नै भएन, किनभने हामी अभावमै हुर्किएका हौं। दिदीहरूले माया गर्नुहुन्थ्यो, तर उहाँहरू आफ्नो घरमा गएपछि कहिलेकाहीँ आउने हो, चाडबाडमा आउने हो, माया नै गर्नुहुन्थ्यो। तर 2 नारीहरू जो बेग्ला बेग्लै घरबाट एउटै घरमा आए, जहाँ अभाव छ, जहाँ भनेको कुरा पुग्दैन, अनि आफ्ना साना साना रहरहरूको घाँटी रेटिनु पर्दा मनमुटाव स्वाभाविकै हो रहेछ। यस्तै सानातिना घरेलु कुराहरूमा जेठानी देउरानीको झगडा पर्यो, अनि तत्त र मम, त्यो तत्त र मम हुँदा हुँदै कपाल तानातानमा पुग्यो।
कपाल लुछालुछी गरेपछि त, एकले अर्कोलाई हातै हाल्न थालेपछि त यो रडाकोले झन् आगोको रूप लियो। भाउजू, म एकछिन पनि यो घरमा बस्न सक्दिन, मलाई भिन्न गराऊ भन्न थालिहाल्नुभयो। त्यसपछि समृद्धिले, म 1 मिनट पनि यो घरमा बस्दिन, चाहे भिन्न हौ चाहे जेसुकी हो। तिमी मलाई सहर लिएर जान्छौ भने हिँड, नभए म एक्लै भए पनि जान्छु, सिप सिक्छु, अझ पढ्छु अनि यसलाई देखाउँछु। उनले अर्को ढिपी साधिन्। त्यो दिन त थामथाम थुमथुम आमा बुवाले पार्नुभयो। ठुस्का ठुस्की भनाभन चलिरहेको थियो। त्यसको 1 महिनापछि आमा बुवाले विधिपूर्वकै आफ्नो जे जति जेथा थियो त्यसको उहाँहरूले अंश बन्डा लगाइदिनु भयो। 3 भाग, आमा बुवाको 1 भाग, मेरो र समृद्धिको 1 भाग अनि दाजु भाउजूको 1 भाग। यति गरेपछि सबैको आआफ्नो व्यवस्था हुने भयो। यसरी एउटै ज्यान प्राण भएर बसेका आमा छोराहरू अब बुहारीहरू आउन साथै घर जग्गा सबै भागभण्डा लाग्यो। 2-4 महिनासम्म त नमिठो लाग्यो। त्यसपछि फेरि बानी भयो। आमा बुवा हामीहरूसँगै बस्नुहुन्थ्यो। फेरि भाउजूले सम्पत्ति खानका लागि बा आमालाई पालेको जस्तो गरेर देखाए। हामी आफैले पाल्न सकिहाल्थ्यौँ नि, त्यत्रो अगाडिदेखि हामीले नै पालेको। भाउजूको तिखालो वचनले फेरि घोच्न थाल्यो। मैले समृद्धिलाई सम्झाएँ अनि आमा बुवालाई दाजु भाउजूसँगै बस्नको लागि आग्रह गरे। यसरी आमा बुवा दाजु भाउजू पुरानै घरमा बस्न थाल्नुभयो। हाम्रै घरसँगै जोडिएको गाईबस्तु तल बान्ने, माथि अन्नपात राख्ने गोठ थियो। त्यही गोठमा हामी माथि अनि तल गाईबस्तु भयो। यसरी हामीले आफ्नो जीविका चलाउन थाल्यौं। भिन्नु भएको त्यही 3 महिना जति बितेको थियो। समृद्धि घरमा बस्नै मानिनन् अनि उनलाई लिएर म काठमाडौँ आइपुगे। काठमाडौँमा आएर डेरा खोजेर उनलाई डेरामा राखेर त्यसमा चाहिने सामग्रीहरू किनिदिएर कलेज भर्ना गरिदिएर सिलाइ बुनाइ कटाई ब्युटी पार्लरको काम आदि इत्यादि सबै सिक्ने व्यवस्था मिलाएर म घर फर्किएँ। किनकि भिन्नु भइसकेपछि आफ्नो गरी खानु पर्यो, आफ्नो खेतीपाती हेर्नु पर्यो। उनले यहीँ बस भनिन्, तर म आवत जावत गर्छु भने। उनको लागि उताबाट बचाई केही धान, केही चामल, केही मकै बेच्थे। खसी बाख्राहरू बेचेर उनको लागि मैले खर्च पुर्याइदिन्थे। यसरी उनले BA पास गरिन्, सानो ब्युटी पार्लर खोलिन्। एकातिर सिलाइ बुनाइ, अर्कातिर ब्युटिसियनको काम। उनले BA पास नगरुन्जेलसम्म अर्काकोमा काम गरिन्, सिकेर त्यसपछि आफ्नै खोलिन्। यसरी खोलिसकेपछि उनले मलाई अलिकति व्यवस्था गर्न थाले जस्तो लाग्यो। मैले फोन गरे उनी उठाउँथिन्, मैले फोन नगरे उनले फोन पनि गर्दिनथिन्। अब कमाउने भएपछि मैले यताबाट पैसा पठाउनु पर्दैन थियो, तर उनले कमाएको पैसाबाट केही पनि घरमा पठाउँदिनथिन्। नमिठो लाग्न थाल्यो। दुःखमा मैले उनलाई सहयोग गरेँ, पढाएँ बढाएँ। आफू नपढी उनलाई पढाएँ। आफूले नखाई आफ्नो पेट मारेर पैसा जम्मा गरेर उनले सिप सिकिन् भने भोलिको भविष्य राम्रो हुन्छ भनेर उनलाई सिप सिकाउनको लागि पैसा पठाएँ। जब उनी सक्षम भइन्, पैसा कमाउने भइन्, अलिकति हैसियतकी भइन्, त्यसपछि उनले मलाई चटक्कै बिर्सिन्। कि बिर्से के हो त? मेरो मनमा नाना कुराहरू आउँथ्यो। दिनभरि काममा भुल्थे। साँझ भएपछि घर फर्केपछि उनको यादले सताउँथ्यो। फोन गर्थे, बिजी छु भनेर राखिदिन्थिन्। कहिले क्लाइन्ट छ भनेर राखिदिन्थिन्, कहिले एक्जाम छ भन्थिन्। यसै गरी उनले टाढ्दै गइन्। मन नमिठो हुन थाल्यो र मनले सोच्यो, जान्छु एकचोटि काठमाडौँ गएर उनलाई मनाउँछु, फकाउँछु, अनि म पनि आउँछु भनेर उनलाई राजी गराउँछु। घर जग्गा जेथा जे छ आमा बुवालाई हेरिदिनु भनेर म पनि काठमाडौँ जान्छु। कैयौं दिनदेखि यही सोचेर म निद्रा देवीको काखमा निदाउने गर्थे र आज पनि त्यही सुखद सपना बुनेर लुटुपुटुक्क
निद्रा देवीको काखमा पुसुक्कै भएँ। त्यसपछि बिहान भयो। मैले आफ्नो 1-2 जोड लुगा बोकेँ, आफूसँग भएको अलिअलि पैसा खल्तीमा हालेँ अनि झोला बोकेर आमा बुवालाई म छिट्टै पनि आउन सक्छु, ढिलो पनि हुन सक्छ, गाई बाख्रा खेतबारीको हेरचाह गर्नुहोला, म खबर गर्छु। समृद्धि नआएको धेरै भयो, आजकाल फोन पनि पातलो भएको छ, ऊ भ्याउँदै भ्याउँदिन व्यस्त छु भन्छे, एकचोटि बुझेर आउँछु। मैले आमा बालाई यति भनेर ढोगेर म आफ्नो बाटो लागेँ। बाटोभरि नाना कल्पनाहरू गरेँ। सुखद भेटघाट हुन्छ, खुसी हाम्रो जीवनमा आउँछ, उनलाई म सहयोग गर्छु, उनले मलाई गर्छिन्। सायद अबको भविष्य काठमाडौँमै हुन्छ कि म पनि कुनै काम सिकेर काम गर्छु, ढिलै भए पनि कलेज भर्ना हुन्छु अनि म पनि पढे लेखेको व्यक्ति बन्छु, जागिरे बन्छु अथवा सानो पसल राखेर भए पनि काठमाडौँमै जीविका चलाउँछु। यस्तै आदि इत्यादि सपना बुन्दै म काठमाडौँ आइपुगेँ। जसै मलाई देखिन्, खुसी हुनुको सट्टा त उनी झर्किन्। किन आउनु परेको? उनले डाकोले खाउँला जस्तै गरी मलाई गाली गरिन्। तैपनि म केही नबोलिकन सुरु कोठामा पसेँ। यति सजी सजाउ कोठा, एउटा भान्सा कोठा, एउटा बस्ने कोठा, ठुलो खाट, डबल बेडको तन्ना पनि असाध्यै राम्रो, ठुलो ठुलो मोटो मोटो गद्दा, सिरो, 2टा तकिया, सँगै ठुलो टिभी, दराज, सोफा, सबै झकिझकाउ, कति राम्रो कोठा। एक हुनी खानीको घर जस्तै उनले आफ्नो कोठा सजाएकी थिइन्। भान्सामा पसेँ। हामी नहुनीको लागि त त्यो धेरै ठुलो कुरा थियो, किनकि हाम्रो घरमा 2-4 भाँडाकुँडाले जीविका चल्छ। यहाँ त र्याकभरि भाँडाकुँडा, ओभन, फ्रिज, ग्यास चुलो अनि आदि इत्यादि, डाइनिङ टेबलका साथमा चट्ट सफा गरेको भान्सा कोठा हेरेर दङ्ग परे म त। यस्तो सुसज्जित भएर बसेकी रहेछिन् समृद्धि। बिना काममा किन आएको नसोधिकन? मलाई फुर्सद हुँदैन, तिमी आएर के गर्छौ? उनले रिसले मलाई त गाली पो गर्न थालिन्। म छक्क परेँ। किन यसरी रिसाएकी? तिमीलाई फोन गर्दा पनि तिमी राम्रोसँग बोल्दिनौ, व्यस्त छु भन्छौ, धेरै भइसक्यो भेटघाट नभएको, पहिला पहिला जस्तो म आउन पनि पाएको छैन। अब तिमी कमाउन थाल्यौ अनि के यो गरिब तिम्रो पतिलाई बिर्सेकी त? अनि मलाई किन गाली गरेकी? तिमीलाई नि भेट्न आएको। मैले प्रेमले सम्झाउँदा उनलाई मेरो कुरा तितो लाग्यो। उनी रिसाउँदै झर्किँदै मलाई हतार छ भनेर आफ्नो कामतिर लागिन्। 2-3 महिनामा म एकचोटि काठमाडौँ आउने गरेको हुँ। यो पाल 6 महिना बित्यो अनि उनको व्यवहारमा पनि परिवर्तन आएपछि मैले त्यही भएर एकचोटि काठमाडौँ आउने निर्णय गरेको। उनलाई म आएको पटक्कै मन परेन। मैले कुरै बुझ्न सकिनँ। हुन त पहिला पनि त्यति उनी म आएको मन पराउँदिन थिइन्, तर उनलाई त म चाहिएको थियो। त्यति बेला पैसा पनि चाहिएको थियो। मलाई ठिकठाक पार्थिन्। सायद त्यही हो कि जस्तो लाग्छ। मैले खानासाना खाएर एकछिन आराम गरेर म उनको ब्युटी पार्लरतिर लागेँ। ब्युटी पार्लर कोठा भन्दा पनि झन्झकी झकाउ, मान्छेहरू खचाखच हुँदा रहेछन्। कोही आँखी भाउ मिलाउन आएका, कोही कपाल काट्न आएका, कोही कपाललाई कर्ली कर्ली पार्न त कोही स्ट्रेट गर्न, कोही फेसियल गर्न त कोही मेकअप गरिदेऊ भन्न, अनि साथमा ट्रेनिङ गर्न पनि उत्तिकै नानीहरू आउँदा रहेछन्। यता कटिङ सिलाइ बुनाइपट्टि पनि मान्छेको घुइँचो नि देखेँ। एकातिर आएका मान्छे अर्कोतिर पनि ठोकिँदा रहेछन्। राम्रै कमाइ गरिरहेकी रहेछिन् समृद्धिले। त्यही भएर उनको चुचुर पुचुर बढेको लाग्यो मलाई। 1-1.5 घन्टा त्यहीँ बसेर यताउता निरीक्षण गरेर मलाई चिया मगाइदिन् अनि चिया खाएँ। अब तपाईँ जानुस्, यहाँ के काम छ र तपाईँको? उनले चिप्लो घस्दै साथीहरूलाई सुनाउँदै भनिन्। अनि मैले हुन्छ भने चिया खाएर म घरतिर लागेँ। 1 हप्ता बस्दाखेरि पनि मलाई अत्यन्तै सकस भयो उनको व्यवहारले। एउटै खाटमा सुत्दाखेरि पनि छोइएलाकै जस्तो गरेर सुत्दाखेरि
अनुभव भयो। उनी सहरकी भई छिन्, म गाउँको। उनी पढे लेखेकी सहरिया, म गाउँको अलि केही नजान्ने व्यक्ति भएँ। मन साह्रै रोयो, नमिठो लाग्यो। अनि मैले भने, ठिकै छ, तिमी सहरको रमझममा अनि पैसामा रमाएछौ, म गाउँको केटो। कुनै दिन 7 जन्मसम्म पनि साथ दिन्छु भनेर अग्निलाई साक्षी राखेर तिमीले मेरो हात थामेकी थियौ। मैले पनि तिमीलाई जीवनभरि नै साथ दिन्छु भनेर हात थामेको थिएँ। म त अहिले पनि तिम्रै साथमा छु र तिमीलाई साथ दिन तयार छु। तर तिमीले बाचा भुल्यौ। सायद तिमीलाई म धेरै भएँ, तिम्रो मनमा म अटाउन सकिनँ। म भोलि घर जान्छु। मैले यति भन्दा उनी मौन बसिरहिन् अनि केही क्षणपछि मौनतालाई भङ्ग गर्दै भनिन्, उता घरमा काम कति बिति होला, अब तपाईँ यहाँ बसेर के गर्नुहुन्छ? काम न काजको भइहाल्छ, जानुस् भोलि बिहान। उनले त्यति भनिन्। म मौन बसेँ अनि एकछिनपछि उनले फेरि भनिन्, अलि 12-1 बजीतिर गए हुन्छ नि, टाटा सुमो पाइहाल्छ, म अलिअलि आमाहरूको लागि सामान किनिदिन्छु। उनले दाजु भाउजू आमा बुवाको लागि कोसेली हालिदिइन् अनि 5000 पैसा मेरो हातमा ल भाडा भनेर थमाइदिइन्। मलाई ढिलो भयो, ल निस्किनु, फेरि तालचला जानुपर्छ। उनले छिटो गइदिए हुन्थ्यो जस्तो गरेर सामान किनेर ल्याइदिएपछि हतार हतार गरेर मलाई कोठाबाट निकालिन्, तालचलाइन् र उनले ट्याक्सी बोलाएर मलाई बस पार्कतिर पठाइन् अनि आफू आफ्नो पार्लरतिर गइन्। कुनै मतलबै थिएन मेरो उनलाई। कति बेला यो जान्छ र म खुसी भएर बाँच्छु, उनको यस्तै चाहना जस्तो लाग्यो। मन पनि रोयो, आँखाबाट बलिन्द्र धारा आँसु झर्यो। मान्छेलाई कति छिटो पैसाले मत्याइदिन्छ। ठिकै छ, उनी आफ्नो जिन्दगीमा रमाइरहेकी छिन् भने उनको खुसीमा मैले खुसी हुनुपर्छ। आफ्नो मनलाई बुझाएँ अनि म आँसु पुस्दै घरतिर लागेँ। यसरी समृद्धिको व्यवहार देखेपछि मेरो मनमा चिसो पस्यो। सायद सहरमा रमाएकी युवती कोही राम्रो अरू नै व्यक्तिको प्रेममा परेकी छिन् कि, वा उनको व्यवहारै बदलिएको हो कि, वा उनलाई पैसाले मत्याएको हो कि, वा मसँग बस्न नचाहेकी हुन्। मैले बुझ्न सकिनँ। त्यसपछि मेरो सहरमा उतै जागिर गरेर बस्ने साथी सुधनलाई फोन गरेँ र भने, सुधन, अलिकति समृद्धिको बारेमा बुझ न। हप्ता दिन भयो म काठमाडौँबाट घर आएको। मलाई त उनले आफ्नो जीवनमा स्वीकारै गरिनन्। यो पछिल्लो समयमा फोन पनि गर्दिनन्, गरे पनि बिजी छु भनेर राखिदिन्छन्। म जाँदा पनि रिसाएर मसँग झर्किन्। म गएको मन पनि पराइनन्। त्यसैले मुस्किलले 1 हप्ता बसेर म फर्किएँ। उसको चालामाला एकचोटि बुझिदेऊ न, मेरो साथी सुधनलाई भने। सुधनले हुन्छ भने। उनले हरेक दिन जस्तो मलाई फोन गरेर समृद्धिका बारेमा बताउन थाले। दुनियाँले मानेको पति म, तर उनको जीवनमा उनले बनाएको पति त अर्कै रहेछन्। म जानी बेलामा उनी बेपत्ता हुँदा रहेछन्। म नगएको बेलामा उनको जिन्दगी समृद्धिसँगै बित्दो रहेछ। यानि कि उनीहरू श्रीमान श्रीमती जसै गरी जीवनयापन गरिरहेका रहेछन् धेरै अगाडिदेखि। म कस्तो बुद्धु, मैले त केही पनि थाहा पाइनँ। आफ्नी श्रीमतीले दुःख पाउँछिन् कि भनेर चामल, दाल, तेल, साग सब्जी आफ्नो घरमा जे हुन्थ्यो महिना दिनमा, 2 महिनामा, 3 महिनामा पुर्याउन जान्थे। यता भने उनी अर्कैसँग लिप्त भएर आफ्नो जीवनयापन गरिरहेकी रहेछिन्। मेरो साथीले सबै कुरा पत्ता लगाएर आएपछि त मलाई यी सबै कुरा सुनाउँदा म छाँगाबाट खसे जस्तै भएँ। यति साह्रो ठुलो धोका दिन्छन् भनेर सोचेको थिइनँ। हो, उनलाई सहर गएपछि म मन परेन, बेग्लै कुरा हो। तर म हुँदै उनले अर्को व्यक्तिलाई जीवन साथीको रूपमा स्वीकारेर सँगै जीवन बिताइरहेकी, यो कति ठुलो षड्यन्त्र। त्यसैले पो त्यस्तरी रिसाएर जति सक्दो छिटो
मलाई कोठाबाट निस्केर जाऊ भनेकी रहेछिन्। जब सुदनले यी सबै कुरा बताए त्यसपछि मैले उनलाई फोन गरेँ। तिम्रो सबै कुरा मलाई थाहा भयो। एउटा सम्बन्धमा झुन्डिएर रोएर बस्नुभन्दा सम्बन्धलाई विच्छेद गर्नु नै राम्रो। कुहिएको हातलाई काटेर फ्याँक्दा नै राम्रो, नत्र त्यो स्याउ स्याउ परेको किराले जिउ नै सखा पार्न सक्छ। तिम्रो धोकाले, तिम्रो पीडाले मेरो मुटु कति छिया छिया परेको छ। मलाई कति पीडा भएको छ। तिमीले कहिले बुझिनौ। तिमीले कति पीडा दियौ मलाई। तिमी सुखले अर्काको अङ्गालोमा बाँधिएर तिमीले रङ्गीन संसार बसायौ, तर मेरो मुटुमा छुरा घोपेर तिमी रमायौ। ठिक छ, मैले तिमीलाई माया गरेको, मैले तिमीलाई सुखमा हेर्न चाहेको, तिम्रो भलोको लागि मैले तिमीलाई आफूले दुःख गरेर भए पनि पढाएर बढाएर सिप सिकाएको। तिमी खुसी छौ। ठिक छ, मैले एउटा पुण्यको काम सायद गरेँ। तिमी रमाऊ। म तिमीलाई फुकुवा गरिदिन्छु। सम्बन्ध विच्छेद गर्न आऊ, म तिमीलाई आजाद गरिदिन्छु। मैले फोन गरेँ। उनले सुनि मात्रै रहिन् अनि मैले फोन राखिदिएँ। त्यसको ठ्याक्कै 1 हप्तापछि उनी गाउँ आइन्। गाउँमा आएर म कहाँ बसिनन्। उनी आमा बुवा भाउजूहरूसँग गएर बसिन्। हाम्रो केस अदालतसम्म पुग्यो। अदालतमा पनि त्यत्तिकै सम्बन्ध विच्छेद कहाँ गरिदिन्छन् र। छानबिन सोधपुछ भइहाल्छ। सोधपुछ गर्दा विभिन्न कुराहरू निस्किए, तर उनले मेरो अर्को साथी छ पनि भनिनन्। मैले अरूसँग विवाह गरिसकेको छु पनि भनिनन्। म अरूसँग विवाह गर्न चाहन्छु पनि भनिनन्। बस मौन बसिन्। हामी दुवैजना सम्बन्ध विच्छेद गर्न चाहन्छौँ भनेर उनले यति मात्रै भनिन्। कुरा बुझ्दा ओर्दा, चिया पसलतिर कुरा गर्दा, मान्छेहरूले सोधखोज गर्दा आखिर कुरा त फुत्किहाल्यो। फुत्किसकेपछि जज साहबले पनि थाहा पाएपछि, मलाई सोधेपछि मैले उनको खुसी यसैमा छ भने मलाई सम्बन्ध विच्छेद गर्नमा कुनै पनि आपत्ति छैन। हुन्छ, उनको खुसीको लागि म सम्बन्ध विच्छेद गर्न तयार छु। उनी पनि राजी, म पनि राजी भएपछि सम्बन्ध विच्छेद भयो। सम्बन्ध विच्छेद गरेको लगभग वर्ष दिनपछि उनी आइन्। कागजपत्र चाहिँ उनले बोकेर गइन्, तर आजसम्म फर्केर उनी त्यो सम्पत्तिको लागि दाबी गर्न आएकी छैनन्। मैले कमाई खाइरहेको छु, त्यो उनको सम्पत्तिको पनि भोगचलन गरिरहेको छु। उनी आइन्, मागिन् भने म स्वतः उनले पाएको हक अधिकार दिइहाल्छु। तिमीले मलाई मुटुमा गाँठो पर्ने गरी पीडा दियौ। तिमीले मलाई यति दुःख दियौ। खास भन्ने हो भने तिमीले मेरो मुटुमा छुरा धसेर आफ्नो जिन्दगी फलायो फुलायो। तैपनि म तिमीलाई शुभकामना नै भन्छु। तिम्रो जीवन फलोस् फुलोस्। यो दुखीलाई तिमीले हेपेर, यो दुखीलाई तिमीले छातीमा टेकेर आफ्नो संसार बसायौ। मेरो कोखमा छुरा खोपेर जाने तिमी निष्ठुरी रहिछौ। तिमी स्वार्थी रहिछौ। तिमी मनमुटु नभएकी एउटा ढुङ्गा रहिछौ। किनकि तिमी सुखमा रमाउने, दुखीलाई हेला गर्ने रहिछौ। यत्रो वर्षदेखि मैले तिमीलाई यति दुःखले आफ्नो सम्झेर आफूले नखाई नखाई तिम्रो लागि गरेँ, तर तिमीले अरूलाई आफ्नो मनमा बसाएर आफ्नो संसार सुन्दर बनाइरहेकी रहिछौ। तिमी त्यो सुन्दर संसारमा रमाऊ। तिम्रो जीवन समृद्ध हुँदै जाओस्। अरू मैले के भन्न सक्छु र। तिम्रो सम्पत्ति जुन मैले दिएको छु, तिमीलाई जुन दिन चाहिन्छ लिएर जाऊ। मैले दिएको चिज म फिर्ता लिन्न। तिम्रो जायजाथा मैले ठगेको पनि छैन र मैले खाएको पनि छैन। तिमी आफ्नो सम्पत्तिलाई जे गर्न चाहन्छौ गर। म आफ्नो भागमा जे परेको छ त्यसैमा रमाउने छु। एक बित्ताको पेट जसरी पनि पाल्न सकिन्छ। खुसी मनमा हुनुपर्छ, बस त्यति हो। तर मेरो खुसी तिमीले लुटेर लग्यौ। आज सम्झेर मुटु भक्कानेर रुन्छ, मुटुमा गाँठो पर्छ, पीडाले आँसु भलभल्ती बग्छ। दुनियाँको अगाडि तिमीले मलाई हाँसोको पात्र बनाइदियौ। अब
किनिरहेर यो जिन्दगीमा जसोतसो जिन्दगी बितिहाल्छ, कटिहाल्छ। दिन न हो, दुःख परे पनि सुख परे पनि यो बित्छ नै। तिमीले धोका दिए पनि मेरो सास चलुन्जेलसम्म म हिम्मत हार्दिन र म आफ्नो जीवनलाई जसरी सक्छु त्यसरी नै व्यतीत गर्छु। तिमीलाई यो दुखीको धेरै धेरै शुभकामना। रत्न।